साथीहरू मैले चाहिँ अस्ति एउटा यो लाइनको बारेमा भिडियो बनाएको थिएँ र तपाईहरुले पनि राम्रोसँग सुनिदिनु होला र साथ सपोर्ट गरिदिनु होला र के सही के गलत त्यो पनि छुटाइदिनु होला ल। अनि के भन्छ र एउटा साथीले भन्नुभएको थियो कि कुन ठाउँ र भनेर भन्नुभएको थियो। यो चाहिँ रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 1 दिसुनधारा हो र यसमा यो लाइन आएको चाहिँ यहाँ यो पोल आएको चाहिँ भयो लगभग 3-4 वर्ष जति नै भइसक्यो र यहाँ पहिला एउटा उठ्नु भएको थियो यो माओवादी हो कि केबाट उठ्नु भएको रहेछ त्यो मलाई खासै थाहा भएन यो पार्टीको बारेमा। त्यहाँले चाहिँ ठिकै काम गर्नु भएको थियो रे म आउने बेला हुनुहुन्थेन ठिक गर्नु भएको थियो रे। अनि म आइसकेपछि फेरि एउटा उठ्नु भएको थियो के आन्टी। अनि पहिलाको मान्छेले चाहिँ राम्रो काम गरेनन् भनेर यहाँको मान्छेले चाहिँ त्यही पाल्नु पै लाइन बालेको ठाउँको मान्छेलाई भोट दिनु भएछ र भोट दिएर अब जस्तो गरे भने आफ्नो ठाउँको मान्छेलाई भोट दिएर जिताइदिएको भए त्यो लाइन पाल्नु पै जान्थेन होला। अब यहीँबाट सबैले बाल्दै बाल्दै पाल्नु पै जान्थ्यो। अनि यहाँको मान्छेलाई नजिताएर पाल्नु पैको मान्छेलाई जिताइदिए। अनि जिताइदिएपछि अब वडाको तिनी प्रतिनिधि ठुला त्यहाँ जो हुनुहुन्छ त्यहाँहरूले त्यो सबै लाज पचाएर लाज पनि लागेन छ अब यो ठाउँको मान्छेले के भन्लान् भनेर त्यो लाज पटक्कै नमानेर पल्नोपै लगेर बाल्दिनु भयो। पहिला वडामा लग्ने भने वडाबाट पारि स्कुल लग्ने भने स्कुल अब न्यू स्कुलबाट पारि गाउँमा लग्दे लाज साज पटक्कै लाग्न छ त्यहाँहरूलाई हैन। अनि अहिले भन्दाखेरि चाहिँ गरिराछौँ भन्नुहुन्छ त्यो गरिराछौँ त्यो लाज साज त्यहाँहरूलाई छैन। त्यो लाइनका पनि भयो 1-1.5 वर्ष कति 2 वर्ष जति भइसक्यो भनेपछि हाम्रा ठाउँका मान्छेका बुद्धि भइदिया भए त्यो लाइन त्यहाँ पारि भोट दिने ठाउँमा हिँडिदिएर जिताइदिएको भए यो लाइन बल्थ्यो होला। अब अहिले के भन्छन् हामीले त पाल्नु पै भोट दिएको थियौँ अनि यहाँ काल त के गर्नन् भनेर पाल्नु पै दियौँ हामीले त भोट यहाँ हाल्नौँ भन्छन्। अनि पाल्नु पै हाले कि के गरे तर यहाँ हाल्नन् रे तिनीहरूले हैन। नहालेपछि अब लाइन पाल्नु पै गयो यहाँ हालिदिएको भए अब यहीँको मान्छेले जिताइदिएको भए यहीँ राम्रो हुन्थ्यो। त्यही भएर गाह्रो छ गुनासो यिनीहरूलाई लाग्छ लाइन पाल्न पाइनौँ भनेर अनि भोट पनि हाल्दैनन् अनि के भन्ने हैन।